नमस्ते टेस्टले यहाँहरूलाई सम्पुट लिपि अनलाइनमा स्वागत छ। लौकिक थुप्पो थार्से न्युइक चित्र हिन्स लौकिक भनेको चाहिँ जुन अक्षर चाहिँ उल्टाबाट भएको अक्षरलाई चाहिँ लौकिक भनिन्छ है। यो लोक भनेको चाहिँ उल्टा हुनु अनि यो उल्टा भएको अक्षर चाहिँ कतिवटा छ भन्दाखेरि यो चाहिँ 1 2 3 4 5 पाँचवटा छ है। अनि थुप्पो भनेको चाहिँ बाक्लो भनेको बाक्लो अक्षर चाहिँ 5वटा छ। अनि लौकिकमा यो पनि लौकिकमै मान्छ है। अनि यसलाई थर्से पनि भनिँदो रहेछ र यो लौकिकमा पनि मानिन्छ। टोटल 6वटा हुन्छ। अनि फेरि न्युइक भनेको चाहिँ त्यो माथि एड गर्दाखेरि यो चाहिँ एड गरेको है गरेर हामी 7वटा रहेछ भनौँ न। अनि यो थुप्पो हिकिङमा 5वटा अनि उल्टो भएको अक्षर 6वटा। अब सुरु गरौँ है। हुन्छ। तालोक्टा टा है। तालोक्टा ता यो चाहिँ उल्टो गर्दै चाहिँ यस्तो भयो हैन? हजुर। यसमा है त। यो उल्टो भएन भने ता यस्तो छ नि। हजुर छ। यसो गर्यो यो ता भयो हैन? यसो ता भयो। अनि यो चाहिँ उल्टो भयो। यसो गर्दाखेरि यो चाहिँ उल्टो भयो नि त। अनि यो ता अनि लोक टा भने ता अनि यो लोक टा टा भनेर लेख्नुपर्छ। ता र टा फर्स्टमा ता लोक अनि टा टा हामीले करातक टा भन्नुपर्छ नि। करातक टा परातक टा भनेर अस्ति पढ्यो नि हामीले। हो त्यसरी नै यसलाई हो त्यो साउन्ड पर्ने है त। तालोक्टा तालोक्टा थालोक्टा थालोक्टा नालोक्ना शालोक्खा का शालोक्ख्या हजुर का शालोक्ख्या यो मुन्ने होइन है। यिनीहरू अर्कै रहेछ यो। ल हुन्छ। यो चाहिँ ख्या खा ख्या यो चाहिँ हजुर शालोक्खा अनि का शालोक्ख्या का शालोक्ख्या फेरि है फर्स्ट तालोक्टा हजुर नालोक्ना शालोक्खा का शालोक्ख्या ख्या
का स्यालो ख्या हजुर ख्या तालोक खरा ख्या टा तालोक टा ताक थालोक ठा थालोक थालोक ठा धालोक दा ढा दा नालोक ना नालोक ना शालोक खा स्यालोक श्यालोक का शालोक ख्या का स्यालोक ख्या श्यालोक का शालोक ख्या का स्यालोक लामोजी तपाईँले पढ्नुहोस् त तालोक ता टा अनि यो थालोक था यो दालोक टा नालोक ना श्यालोक खा काशालोक था ख्या 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 काशालोक ख्या फेरि एकचोटि भन्नुहोस् त तालोक टा तपाईँले पढ्नुहोस् अनि अर्कोहरू चाहिँ सँगै उच्चारण गर्नु है त हुन्छ तालोक टा तालोक टा थालोक था थालोक ठा दालोक टा दालोक डा नालोक ना नालोक ना तालोक ख्या स्यालोक खा लोक खा का स्यालोक काशालोक का स्यालोक काशालोक ख्या का स्यालोक ख्या काशालोक ख्या सुरु हजुर का शालोक ख्या सुरेशजी पढ्नुहोस् त तालोक टा तालोक ता थालोक ठा थालोक थालोक ठा था धालोक ढा दालोक दालोक ढा टा नालोक ना नालोक ना ना श्यालोक खा स्यालोक श्यालोक खा खा श्यालोक ख्या का स्यालोक ख्या प्रमाणले पढ्नुहोस् त तालोक ता तालोक टा तालोक ता थालोक ठा थालोक था थालोक धालोक ढा तालोक टा नालोक ना नालोक ना स्यालोक खा श्यालोक खा खा का स्यालोक ख्या काशालोक ख्या प्रमाणले तपाईँले फेरि एकचोटि पढ्नुहोस् त तालोक ता तीनवटा चाहिँ है टा मैले हो गुरु हजुर हजुर थालोक ठा धालोक ढा यो तिनले तपाईँले रङ पढ्नु हुँदो रहेछ तालोक ता तपाईँले चाहिँ तालोक ता थालोक था भन्दो रहेछ कि तालोक ता होइन तालोक टा 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 टाठा ढडाना टाठा डो ढाल्ना भने त्यही हो यो टा अलि त्यही त टाठा डो ढाना ढालाई चाहिँ डलाई उच्चारण नगरेको छु मैले हजुर अलि मुख पड्काउनु पर्ने जान्छ गुरु ए हजुर हजुर यो तालोक टा यसले टा भन्ने पर्छ नि नेपालीमा होइन त टा था टा ना टा होइन त नेपालीमा टाठा ढान हो मैले चाहिँ यसो सुनेँ कि तपाईँले तालोक ता थालोक था थालोक दा भनेर त्यही प्रोनाउन्सिएसन सुनेँ कि टाइप गरेको छु मैले तर अलि मेरो अस्तिदेखि मैले सुरु के अरे उ गरेको छ नि सुधारेको छ नि गुरु टा यो जिब्रो पकाइरहेको तलदेखि मा टा टा अनि मरवचन दिदी 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 धेरै भन्नुपर्छ है तपाईँले त्यो
त्यसले उ हेल्प गर्दो रहेछ जति सक्दो यो मन्त्र चाहिँ तपाईँले ओमार वचना दिदी 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 भन्ने जति सक्दो गर्नुहोस् तालोक टा तालोक टा थालोक ठा थालोक तालोक टा धालोक ढा तालोक नालोक ना नालोक नालोक ना ज्यालोक खा चालोक खा कास्यालोक ख्या कास्यालोक ख्या धन्यवाद। आजको लागि यति नै। तपाईँको दिन शुभ रहोस्।